नमस्ते, स्वागत छ हजुरहरूलाई निना नेपाली किचनमा। आज म मेरो मम्मीले बनाउनु भएको कर्कलो गाभाको तरकारी बनाएर देखाउने छु। कर्कलो गाभा बनाउनको लागि मम्मीले बारीमा भएको कर्कलोको पात र कलिलो कलिलो गाभा टिपेर त्यसलाई राम्रोसँग पखालेर लिनुभएको छ। अब राम्रोसँग पखालेको कर्कलोको पातलाई हातको सहायताले यसरी फोल्ड गरेर डल्लो पार्नुपर्ने हुन्छ। यसरी बनाएको कर्कलो गाभाको स्वाद असाध्यै मिठो हुन्छ। यसरी नै सबै कर्कलोको पातलाई फोल्ड गर्ने र मसिनो कलिलो डाँठ छ भने त्यसलाई मसिनो गरेर काटेर मिसाउन सकिन्छ। ठुलो पात छ भने त्यसलाई बीचमा चिरेर भिडियोमा देखाए जसरी नै फोल्ड गरेर डल्लो बनाउन सकिन्छ। मम्मीले सबै कर्कलोको पातको डल्लो बनाइसक्नु भएको छ। अब कर्कलो गाभाको तरकारीको लागि हामीलाई चाहिन्छ तोरीको तेल, स्वाद अनुसार चुकमिलो अथवा कागती पनि लिन सक्नुहुन्छ। अदुवा लसुन 1 टिस्पुन, खस्रो गरी पिसेको 5 फोरन, जिरा धनियाँ पाउडर, बेसार, तोरी, नुन र थोरै टिमुरको धुलो। ग्यास अन गरेर प्रेसर कुकरलाई एकैछिन तात्न दिने। एकछिन तातेपछि त्यसमा 2 टेबल स्पुन जति तोरीको तेल राखिदिने। तेल राम्रोसँग तातेर हल्का धुवा आएपछि त्यसमा 5 फोरन फुराइदिने। पाँच फोरन राम्रोसँग फुरेर कालो कालो देखिएपछि ग्यासको फ्लेमलाई लो बनाएर तोरी फुराइदिने। त्यसमा तोरी एकैछिनमा फुर्छ। यति बेला ग्यासको फ्लेम लो नै राख्नुपर्ने हुन्छ। अब यसमा 1 टिस्पुन जिरा धनियाँ पाउडर राख्ने, थोरै बेसार पनि राख्ने, थोरै टिमुरको धुलो पनि राख्ने र खस्रो गरी पिसेको 1 टिस्पुन अदुवा लसुन पनि राख्ने। अब यसलाई ओभानो स्पुनले चलाउन पनि सक्नुहुन्छ। मम्मीलाई बानी परेको भएर यतिकै चलाउनु भयो र त्यसमा अब थोरै पानी एड गरिदिने। पानी राखिसकेपछि ग्यासको फ्लेमलाई ठुलो बनाउन सकिन्छ। अब यसमा स्वाद अनुसार नुन पनि राखिदिने। पानी राख्दाखेरि आधा कपदेखि 1 कपसम्म कर्कलोको क्वान्टिटी हेरेर राख्नुपर्ने हुन्छ। एकदम धेरै भने राख्नु हुँदैन। पानी उम्लिन थालेपछि अब अघि डल्लो बनाएर राखेको कर्कलोको पात सबै यसमा एड गरिदिने र मसिनो कर्कलोको डाँठ छ भने पनि त्यसलाई मसिनो गरी काटेर यसमा एड गर्न सकिन्छ। अब प्रेसर कुकरको बिर्को राम्रोसँग बन्द गरिदिने र ग्यासको फ्लेमलाई हाई बनाएर सुरुमा 1 सिटी लाग्न दिनुपर्छ। र 1 सिटी लागिसकेपछि फ्लेमलाई मिडियम बनाउने र अर्को 4-5 सिटी लाग्न दिनुपर्छ। 4-5 सिटी लागेपछि ग्यासको फ्लेमलाई अफ गरेर प्रेसर कुकरको हावालाई आफै रिलिज हुन दिने र प्रेसर कुकर खोल्ने। हेर्नुस् त कर्कलो गाभा यस्तो देखिएको छ। अब यसमा थोरै चुकमिलो एड गरिदिने। हजुरहरूले कागती पनि एड गर्न सक्नुहुन्छ, तर चुकमिलो राख्दा यसको अथेन्टिक टेस्ट आउँछ। अब पातलो खान मन पर्छ भने यो यतिकै पनि सर्भ गर्न सकिन्छ, तर ग्यास अन गरेर यसको पानी सुकाइदिँदा यो अझै मिठो हुन्छ। ग्यास अन गरेर 1-1.5 मिनेट जति मात्रै पकाउँदा पनि लगभग यसको पानी सुकिसकेको छ। कर्कलो गाभाको तरकारीमा हरियो खुर्सानी एड गर्नुपर्ने हुन्छ। हरियो खुर्सानीले यसको स्वाद नै दोब्बर बनाउँछ। हरियो खुर्सानी राखेर यसलाई एकचोटि चलाइदिने र अब यसलाई सर्भ गर्न सकिन्छ। यसलाई भात, ढिँडो, रोटी जेसँग सर्भ गर्दा पनि मिठो हुन्छ। आशा छ हजुरहरूलाई मेरो मम्मीले बनाउनु भएको कर्कलो गाभाको रेसिपी भिडियो मन पर्यो होला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।